नमस्कार, म प्रदीप सुनार फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेँ। आज हामी नेपाल लाइफ इन्सुरेन्सको बारेमा चर्चा गर्छौँ। वास्तवमा हाम्रो जीवन एकदमै अनमोल छ कि कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन। हामी बेलामै जीवन बिमा गऱ्यौँ भने हामीलाई धेरै फाइदा हुन्छ। हामी नरहँदा पनि हाम्रो परिवारलाई एउटा आर्थिक सुरक्षा र एउटा जीवनको आर्थिक बचत र जीवनको सुरक्षाको लागि हामीले जीवन बिमा गर्ने गर्छौँ। म नेपालमा जीवन बिमाको बारेमा धेरै हेरेँ कुन सबभन्दा राम्रो छ भनेर। लास्टमा निष्कर्षमा म के आएँ भन्दाखेरि नेपाल लाइफ इन्सुरेन्स धेरै राम्रो रहेछ। यसको बोनस रेट पनि राम्रो रहेछ। अरू कम्पनीहरू भन्दा नेपाल लाइफ इन्सुरेन्सलाई मैले प्राथमिकता दिएँ र आज हामी नेपाल लाइफ इन्सुरेन्सको कसरी पोलिसी लिने अथवा कसरी एजेन्ट बन्ने र यसको एपलाई कसरी चलाउने भनेर सिक्छौँ है। सबभन्दा पहिला हामी गुगल क्रोममा अथवा प्ले स्टोरमा गएर हामी नेपाल लाइफ इन्सुरेन्सलाई इन्स्टल गर्छौँ। यसरी इन्स्टल गर्ने स्किप गरेर हामीले यो नेपाल लाइफ इन्सुरेन्सको एपको पोर्टल हो। हामीले यहाँबाट क्याल्कुलेट यो प्रोडक्टहरू क्याल्कुलेटरमा गएर हामीले यो कुन पोलिसी लिने हो भनेर हामीले यहाँबाट चुज गर्न सक्छौँ। धेरैजसो बिक्ने भनेको जीवन सहारा हो, जीवन सहारा जीवन बिमा भन्ने हो, अनि त्यो सुनौलो भविष्य भन्ने हो, नौलो सुरक्षित भन्ने हो। यसै अन्तर्गत मानिलिउँ हामीले कुनै एउटा रोज्यौँ है, एउटा हामीले पोलिसी लियौँ। यो पोलिसीमा गएर हामीले यदि 10 लाखको पोलिसी गऱ्यौँ भने यदि हामीले टाइम पिरियड 15 वर्षको राख्यौँ र हामीले केही निश्चित एउटा डेट अफ बर्थ बाइ द वे हामीले एउटा डेट अफ बर्थ राखौँ है। डेट अफ बर्थ राखेँ म एउटा। यो डेट अफ बर्थमा हामीले वर्षमै तिर्दै गयौँ र एडिबी पिटिडी र पिडब्ल्युबी भनेको यो एउटा करार सेवा हो जुन बिमा कम्पनीले दिन्छ। जतिको हामीले बिमा गऱ्यौँ नि त्यतिकै हामीले यो करार सेवा पनि यो राख्नु पर्यो र क्याल्कुलेट गर्दाखेरि हाम्रो किस्ता भनेको 77,894 रुपियाँ। जीवन सहारा बिमा योजनाको 77,894 रुपियाँ हाम्रो किस्ता आयो। यो वर्ष रूपमा तिर्ने किस्ता हो। फेरि हामी पछाडि गयौँ, ब्याक गएर हामी एजेन्टमा गयौँ। यहाँबाट हामीले जब एजेन्ट बन्छौँ हाम्रो एजेन्ट कोड यहाँ राख्यौँ भने हामी एक्टिभ हुन्छौँ। एक्टिभ भइसकेपछि हामीले जुनसुकै पोलिसी काट्न सक्छौँ यहाँ। अनि त्यसपछि यहाँ पोलिसीहरू पनि दिएको छ। यो सबै पोलिसीको किसिम